आया खुट्टा दुख्यो मलाई। सो हेलो, आज हामी चाहिँ है एउटा गेम खेल्नु गइरहेछ है। अब यो चाहिँ इन्टरनेटमा अहिले इट्स भेरी भेरी फेमस है। अनि यो चाहिँ हामीले अस्तिदेखि डिसाइड गरेको थियो, म र नियमले चाहिँ। अब नियम भनेको चाहिँ मेरो सिस्टर इन ल बुहारी, र हामीले चाहिँ आज पोइजन गेम खेल्नु गइरहेछ। अरूको देखेर चाहिँ त्यही बेसी हामीलाई इन्ट्रेस्टिङ लाग्यो होइन। अनि त्यही भएर चाहिँ हामीले जेम्स मिठाई पनि त्यस्तो थिएन, दुई प्याकेट, 4 प्याकेट थियो हामीले, 2 प्याकेट हिजो खाइसा खेलेर हो। अनि हामीलाई त्यही बेसी हाम्रो यो एरेन्जमेन्टमा यति बेसी टाइम गयो होइन। त्यही भएर चाहिँ अब हामी चाहिँ स्टार्ट गरिहाल्ने गेम चाहिँ। लो पोइजन बनाउने चाहिँ फर्स्टमा चाहिँ तिमी त फर्क, म मेरो पोइजन बनाउँछु। ओके, फर्स्ट वान मेरो पोइजन चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ नि ल ल ल ओके यो टर्न। ल म उता फर्किन्छु। मेरो लो भाइ यसले मेरो कुन थियो म त हेर्नु पर्ने। ल अब को स्टार्ट गर्ने? फर्स्ट गर्नुहोस्। हे प्रभु जगन्नाथ। सेफ छैन? सेफ छ ए ल ओके, मेरो टर्न है। यो टर्न अब झन्डैले भन्नुभएको छैन सेफ छ। आफ्नै पोइजन मैले बिर्सिनु आँटेको छु। ल हाम्रो बेसी हन्छ मेरो। तपाईँको टर्न। हे प्रभु कुन मलाई चाहिँ आउट गरिन ल हो। अलिक मिठाई खानु चाहिँ दियो है मलाई प्लिज। सेफ छु? सेफ हो तपाईँ। अब मेरो टर्न है। सेफ छ लाग्छ, सेफै छ। दाँत दुख्ने रहेछ, म त यति बेसी गुलियो त आई कान्ट ह्यान्डल। ल अब छेउछेउमा आयो डुकडुक हुँदा गयो। आमा कुन खाउँ? जेम्स पहिला त सानो सानो हुन्थ्यो नि, अहिले ठुलो ठुलो एकपट्टिको दाँत छैन, अब यतापट्टिको पनि दाँत जानु रहेछ। कुन चाहिँ बनायो होइन मलाई खानु होइन, ऊ त मरे पनि ठिकै छ। दाँत बोले भन्यो ठिकै छैन। ल यता मेरो छुर्पी उडेर आउँदैछ। ल तपाईँ सेफ हुनुभयो है। अब मेरो टर्न है। ल ल ल है ढुकढुक 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 देख्यो जान्दै भन्नुभएको छैन। सेभ यो सेभ। ल मेरै छेउमाको त सेभ होइन ल नि। होस् है बरु आउट भए पनि भन्छ पुरा गुलियो भयो दाँतै। राम्रै भयो। म सोच्दै नि म आउट भयो। म सोच्दै थिएँ त्यही चाहिँ होला मेरो मेरै साइडमा राख्दै होला भनेर। सो द्याट्स इट, बाई 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 बाई। मेरो पोइजन चाहिँ थियो दिस वान। झन्डैले त्यही गरेछ कि त्यति नै थियो, पर जानेछ त्यति नै थियो हाम्रो पोइजन। त्यति नै अब यति मिठाई चाहिँ केटाकेटीले खान्छ, भयो सक्यो।